विशेष एकको नमाङ मान्य माको अनि तागेर हिमाको मुक्सोदन सेवाहरू सर्वप्रथम त यो अत्यन्तै नेपालको राष्ट्र राज्यदेखि यो 7 समुद्र पार यो संयुक्त राष्ट्रसङ्घ अमेरिकाको यो ओहायो भन्ने जुन राज्य को यो अत्यन्तै यो पवित्र आजको यस समारोहको हल अथवा यो अत्यन्तै पवित्र मञ्चबाट वर्तमान किराँत धर्मगुरु मेरो अंशुमान वृद्धनाथ दर्शन र ममतामयी गुरुआमा साम्बा पवित्र आमा लिङ्गन ज्यूहरूको पाउचरण कमलमा साष्टाङ्ग दण्डवत श्रीजुका सेवाहरू गर्न चाहन्छु। सेवाहरू 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 आजको यो अत्यन्तै ऐतिहासिक धार्मिक समारोह कार्यक्रम का सभाध्यक्षज्यू यहाँ जुन ओहायोमा भित्रका यो किराँत सोसाइटी कल्चरल ओहायो भन्ने जुन एउटा संस्थामा जस संस्थापक अध्यक्षज्यू लगायत पदाधिकारी एवं सदस्यज्यूहरू यहाँ विशेष गरेर हाम्रा विशिष्ट सल्लाहकारज्यूहरू विशेष सल्लाहकारज्यूहरू अनि यसै क्षेत्रका अत्यन्तै बौद्धिक व्यक्तित्व डाक्टर नरेश लाउतीज्यू लगायत यहाँ विभिन्न बौद्धिक व्यक्तित्वज्यूहरू र यहाँ जति पनि विभिन्न क्षेत्रबाट सिटीबाट पाल्न हुने अतिथिज्यूहरू र विभिन्न सङ्घ सङ्गठनबाट प्रतिनिधित्व गरेर आउने प्रतिनिधिज्यूहरू र यहाँ गण्यमान्य बुद्धिजीवी समाजसेवी र पत्रकारदेखि सिङ्गो किराँत धर्मको दर्शनलाई बोकेर समाज कल्याणको लागि समाज हितको लागि गुरु एवं गुरुमाताजीहरूको निर्देशनमा र किराँत धर्म दर्शनको सिद्धान्तभित्र रहेर अहोरात्र खटिरहनु हुने शब्दी गुरुज्यू र यहाँ जति पनि माङ सेवा सभा माङ सेवा सामा अनि शब्दी गुरु आमा जुन भाषाले माङ सेवा सभा माङ सेवा सामा साङदाङ्गे वरुम माङ सेवा सभा र साङदाङ्गे वरुम माङ सेवा सामा सम्पूर्ण अमेरिकावासी माङ सेवा सभाज्यूहरूको एउटा केन्द्रीय एउटा कमिटी चयन भएको मैले बुझ्न पाएँ र तिनै केन्द्रीय कमिटीको
केन्द्रीय अध्यक्ष कृष्ण कुमार सौमेनज्यू र अहिले मलाई यो अमेरिकाको विभिन्न क्षेत्रहरूमा जुन उहाँले साथ र सहयोग गरेर मलाई डोर्याइरहनु भएको छ, जसको फलस्वरूप मैले यो अमेरिकाको धेरै ठाउँहरूमा बसोबासो गर्नुहुने किराँत धर्मावलम्बीज्यूहरूसँग भेटघाट र आपसी परिचय र हामीले गफगाफ गर्ने अवसर पनि जुन मिलेको छ, त्यसको लागि उहाँलाई पनि म हार्दिक धन्यवाद दिँदै यस समारोहलाई अत्यन्त सौहार्द वातावरणमा सुसम्पन्न गर्नको निमित्त यहाँ पाउनुहुने आदरणीय पूज्य बुबा आमा अनि बजुहरू, दिदी दाजु अनि भाइ बहिनी देखि लिएर शिक्षक अनि युवा युवती भाइ बहिनीहरू र अध्ययनरत विद्यार्थी भाइ बहिनीहरू र पत्रकार सम्पूर्णमा म एउटा प्रमुख अतिथिको तर्फबाट सिँगै भन्नुपर्दा किराँत लुम्बिनी मेरा आबद्ध संस्था किराँत लुम्बिनीको अंशुमान सेवा समितिको तर्फबाट अनि म किराँत धर्मगुरु वर्तमान धर्मगुरु आत्मनन्द लिङ्गदेनज्यूको एउटा सन्देशलाई प्रवाह गर्न एउटा गुरुको एउटा दूतको रूपमा जुन एउटा आज्ञा भयो, जसले गर्दाखेरि एउटा दूत रूपमा म यहाँ उपस्थित हुन सफल भएको छु। त्यसैले गुरु एवं गुरुमाताजीहरूको तर्फबाट अनि सिङ्गो गुरु परिवारको तर्फबाट अनि किराँत धर्म तथा साहित्य उत्थान सङ्घको तर्फबाट अनि जति पनि बाँझो माङसेबुङमा हाल माङसेबुङ गाउँपालिकामा रहेका सङ्घ सङ्गठन र संस्थाहरूको तर्फबाट यहाँहरूको समक्षमा न्यानो अभिवादनसहित म लुम्बिनी सेवाहरू टक्राउन चाहन्छु। सेवारो सेवारो सेवारो। यहाँ आदरणीय श्रद्धालु भक्त मित्रज्यूहरू, हामी मानव जाति हौँ। हामी संसारमा मुन्दुमले यही व्याख्या गरेको छ, संसार ब्रह्माण्डको सृष्टि उनै सृष्टिकर्ता तागना घुमाङले सृष्टि बनाउनु भयो। त्यसपछि यो ब्रह्माण्डमाथि वनस्पतिहरूको सृष्टि गर्दै चौपाया टौपा पशु प्राणी र कीट पतङ्गदेखि उर्वर पक्षीसम्मको सृष्टि हुँदै आयो। तर सम्पूर्ण प्राणीहरू त भए, तर ती सम्पूर्ण प्राणीहरू अर्ध चेतना अनि अर्ध ज्ञानको मात्र भएको हुनाले अब यो अर्ध ज्ञान र अर्ध चेतनाको प्राणीले निश्चय पनि ब्रह्माण्ड स्वामी हुन सक्दैन र सम्पूर्ण परमेश्वरको अमरत्व पनि रहन सक्दैन। त्यसैले गर्दाखेरि अब स्वयं परमेश्वरकै स्वरूप चेतनशील प्राणीको रूपमा मानव सृष्टि बनाउन पर्यो भनेर परमेश्वरले जुन परिकल्पना गर्नुभयो र त्यसरी परिकल्पना गरे पश्चात उनै तागेर यहाँ भूमाङले मुसुल उमाङ मुबिउ आमाङ र
पूर्वमा यमनिमाङ देवलाई आज्ञा गर्नुभयो र मुसुलु मुबियो आमाङ र पूर्व यमनिमाङ देवहरूले यो सृष्टि बनाउने जुन सोच बनाई सम्पूर्ण सृष्टिहरू उहाँहरूले बनाउँदै आउनुभयो र त्यसैले गर्दाखेरि अब मानव सृष्टि बनाउनलाई जुन एउटा तारना गुमाङको आज्ञा अनुसार हुने मुसुलु मुबियो आमाङ पूर्व यमनिमाङ देवहरूले सोच बनाउनु भयो र उहाँहरूले धेरै कोसिस जस्तो अत्यन्तै सुन्दर जीवन अनि अत्यन्तै ज्योतिर्मय जीवन बनाउनलाई यो सुनको स्वरूप, चाँदीको रूप, मोतीको रूप, विभिन्न धातुका रूपहरू बनाउँदै ल्याउनुभयो। तर मानव जीवन बन्न सकेन, प्राण पस्न सकेन, बोली आउन सकेन। त्यसैले गर्दाखेरि फेरि उनी तारना गुमाङसँग बिन्ती भाव टक्राए। त्यसपछि उनी तारना गुमाङले जुन मुसुलु मुबियो आमाङ पूर्व यमदेवहरूलाई आज्ञा गर्नुभयो, जुन तागरन्या गुमाङको आज्ञाले अनि त्यो हरियाली वन जङ्गलमा त्यहाँ एउटा डढेलो गएको थियो, जुन एउटा जसलाई ढुङ्गा र ढुङ्गा बिचको धड्कनले एउटा आगोको उत्पत्ति भई जुन एउटा वन जङ्गलमा डढेली गएको थियो, त्यो गएको डढेलीले त्यहाँ भएको निङ्गालो देउलिङ्गालो डढेर त्यस्तो खरानी भएर रहेको थियो। त्यो खरानीहरू ल्याएर अनि सिङदुङ बौवा दुङदुङ बौवा भनेको सिङदुङ बौवा भनेको रुखको टड्का भएको पानी, दुङदुङ बौवा ढुङ्गाको टड्का भएको पानी, अनि अम्लेङ्गे वही भनेको त्यो पानीको मुहानमा सिन्धापमा उम्रिने यो सुन कलरको लेउलाई जम्मा 5वटा चिज युक्त गरेर मानव सृष्टि बनाउँदा मात्रै त्यो मानव बन्न सक्छ भन्ने तारना गुमाङको जुन एउटा उपदेश भएअनुसार मुसुलु मुबियो आमाङ र पूर्व यमदेवहरूले उहाँहरूले त्यो जङ्गलमा गएर त्यो निङ्गालोको खरानी अनि रुखको टड्का र ढुङ्गाको टड्का भएको पानी अनि त्यो गोल्डन कलर जस्तो अब पहेँलो कलरको त्यो लेउ युक्त गरेर 5वटा चिजलाई बनाएर मानव स्वरूप बनायो। मानव स्वरूप बनाएर सुनको पङ्खा र चाँदीको पङ्खाले हम्काएपछि अनि त्यो बिस्तारै त्यो मानव मूर्ति शरीरमा त्यो हावाद्वारा प्राण भित्र प्रवेश गर्यो। भित्र प्रवेश गरेपछि अनि त्यो बिस्तारै सास फेर्न सुरु गर्यो र यसरी सास फेर्दै गएपछि अनि त्यो सृष्टिकर्ता हुने पूर्व यमनिमाङ मुसुलु मुबियो आमाङहरूले बोलाउन थाल्यो। हु गर्यो, हा गर्यो, हो गर्यो अनि त्यसरी हा हो गर्दै बोल्ने सिकाउँदा त्यो बिस्तारै गएर उसले बोल्ने क्रम सुरु भयो र त्यसरी हुँदै गएपछि अनि मानव सृष्टि भयो र मानव सृष्टि कुन ठाउँमा भने सामाजिक मुदुमको भनेअनुसारले यो र किराँती इतिहासको भनाइ अनुसार यो पश्चिम उत्तरमा रहेको मङ्गोलियन भन्ने एउटा देश छ। त्यो मङ्गोलियन भन्ने ठाउँमा मुनातेम्बे नामक एउटा जग्गा छ अरे। त्यो मुनातेम्बे नामक त्यो जग्गामा त्यसरी मानव सृष्टि भएको, मानवको पहिलो सृष्टि भएको भन्ने कुराहरू मुन्दुम इतिहासमा पनि वर्णन गरेको छ अनि मुन्दुमले पनि त्यही वर्णन गरेको छ।
त्यसैले त्यो ठाउँमा त्यसरी